झन्डा कान्छे भन्दा त्यस्तो पनि कार्यक्रम गराउने हो। कुन बेलामा भयो, कुन पिरियडमा भयो, यो तपाईहरूलाई अवगत गराउन चाहन्छु। हाइकमको विरुद्धमा अधिकारविहीन जनताको लागि, बहुजातीय लोकतान्त्रिक समाजवादको वकालत गर्नको लागि, जातीय जनसङ्ख्याको आधारमा समानुपातिकको उपस्थितिको लागि, धर्मनिरपेक्षताको लागि, संघीयताको लागि स्वर्गीय गोरेबहादुर खवाङज्यूले जुन वकालत गर्नुभएको छ, उहाँको लागि, उनको आत्माको लागि, उनको आत्माको शान्तिको लागि, उनको आत्माको चिरको शान्तिको लागि महाराष्ट्रिय जनमुक्ति पार्टीको उपाध्यक्षको हैसियतले उहाँलाई खराज अकिदत पेश गर्दैछु। तपाईँहरू स्वीकार्नुहोस्। यो देशमा समस्या समाधान गर्नको लागि, यो देशमा विकास गर्नको लागि, यो देशमा निकासको लागि जबसम्म बहुजातीय लोकतान्त्रिक समाजवादको वकालत हुँदैन, यो देशमा निकास और विकास इम्पॉसिबल छ। नेल्सन मण्डेलाजीले 28 वर्ष जेलमा बसेर आफ्नो देशलाई स्वतन्त्रता दिनुभयो। काला र गोराको झगडा पनि उहाँले निपटाएर उहाँले पनि सत्तामा उहाँले प्रवेश गराउनु भयो। तर नेपालको विडम्बनाको कुरो छ, नेपालको विडम्बनाको कुरो छ। बहुजातीय लोकतान्त्रिक समाजवादको वकालत गर्ने पार्टीलाई आज यसलाई के भन्छन्? जातिवाद पार्टी। इतिहासको कुरोमा तपाईहरुलाई भन्दैछु, हमासलाई, फलस्तिनको हमासलाई एउटा समूह छ, एउटा ग्रुप छ, एउटा भारतको उसको हैसियत छ। उसलाई पनि सुपर पावरले के भन्दै थियो? आतंकवादी। तर आज सत्तामा उसको नजिक हुँदाखेरि आज उसको लेभल जो थियो आतंकवादको त्यो हट्यो। ईरान जो सुपर पावर ने उसने आतंकवादी को लेवल दिया थियो, आतंकवादी घोषित करे थियो, उसको चौतरफा नाकाबंदी करे थियो। आज ईरान अपनो दम, अपनो बलबूतामा, अपनो आफू संघर्ष गरेर आज चौथो नंबर को सुपर पावर भन्छ। आज उसको आतंकवादी को लेवल हटेछ। ठीक जुन दिनमा राष्ट्रिय जनमुक्ति पार्टी सत्तामा आउँछ, जुन दिनमा शासन प्रशासनमा उसको भागीदारी हुन्छ, जुन दिनमा कम्प्लिट धर्मनिरपेक्षता लागू हुन्छ, जुन बेलामा संहिता लागू हुन्छ, त्यो बेलामा तपाईहरु ख्याल राख्नु, राष्ट्रिय जनमुक्ति पार्टीको माथि जो जातीयता कुरोको लेबल लागेछ त्यो आफै अन्त हुन्छ। राजनीतिमा गार्जेनशिपको चाहिँ राजनीतिक भूमिका निभाउने गरी हामीले आफूलाई तयार गर्नुपर्छ, हामीले साङ्गठनिक संरचनाहरूलाई त्यसरी तयार गर्नुपर्छ भन्ने हामीलाई त्यही हो। त्यसकारण यहाँहरूले जति उहाँबारेमा बुझ्नुभएको छ, हामीले उहाँको मृत्युपर्यन्त हो, व्यक्तिका कतिपय कमजोरी होला, उहाँले डल्ले खोर्सानी 5 वटा खान्थ्यो होला, या घिउ नभइकन भात नखाने भन्थ्यो होला, त्यस्ता कुरा छुट्टियो त्यो। तर समग्र देशको बारेमा उहाँले कहिले पनि मागाली बेच्ने कुरा गर्नु, उहाँले कहिले पनि चाहिँ के भन्छ कुनै पनि देशको चाहिँ या चाहिँ राजदूतावासमा गएर होइन कि उहाँलाई बोलाउँथेन होला, बोलाउँथ्यो। तर त्यो हुँदैन, त्यो हामीले स्वीकार गर्नु हुँदैन। उहाँले सधैँ केही भन्यो, त्यो भन्ने त्यो लिने बित्तिकै हामीले चाहिँ आफ्नो चाहिँ स्वावलम्बी ढङ्गले काम गर्न सक्दैनौँ। यसमा हामी सचेत हुनुपर्छ। त्यो कुरा आजको नेतृत्वले, आज राष्ट्रिय जनमुक्ति पार्टीलाई जसले हाँकिरहेको छ, त्यो नेतृत्वले पनि आजको त्यतिकै रूपमा आत्मसात गरेर अगाडि बढिरहेको कुरा पनि म यहाँलाई गतिलो चाहिँ नभएको अवस्थामा र गतिलो भएको अवस्थामा राष्ट्रको प्रगति र दुर्गतिको चाहिँ त्यहाँ हामीले हिसाब किताब गर्ने एउटा परिस्थिति बन्छ। आज नेपालले परिवर्तन, राजनीतिक परिवर्तनको यो लामो समयको बावजुद पनि जुन चाहिँ परिस्थिति भोग्नु परेको छ, कसो भन्ने हरेकको मनमा चाहिँ हुने स्थिति जुन बनेको छ, यो चाहिँ गोरेबहादुर खवाङजीको विचारले
उहाँले प्रतिपादन गरेको, उहाँले जनतामा फैलाएको विचारले एउटा ठोस रूप लिने एउटा परिस्थिति बन्यो। हामी राष्ट्रिय जनमुक्ति पार्टी मैले बेला बेलामा भन्दै गरेको छु, वास्तवमा चाहिँ बलशाली नभएको हुनाले आज देशको परिस्थिति यो भयो। राष्ट्रिय जनमुक्ति पार्टी बलशाली हुन्थ्यो भने आज देशको परिस्थिति यो हुन्थेन। भ्रष्टाचारले चाहिँ यो गाँजेको हुन्थ्यो, बेइमानीको चाहिँ त्यो जुन चाहिँ एउटा पराकाष्ठ छ, यस्तो बेइमानीको पराकाष्ठ भएको यो देश हुन्थेन। बोलेपछि नगरे पनि हुने जुन खालको चाहिँ यो एउटा चाहिँ संस्कार छ, त्यो चिज हुन्थेन। बोलेपछि गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी स्थापित गर्न खोज्यौँ। अर्थात् राजनीतिमा हामीले इमान्दारी चाहिँ स्थापित गर्न चाहिरहेका छौँ साथीहरू। बडा धैर्यतापूर्वक, बडा चाहिँ ध्यानपूर्वक हामीले पार्टीको गतिलाई सम्हाल्ने कोसिस गरिरहेका छौँ र यो कोसिसमा यहाँहरूले पनि बडा धैर्यताका साथ जुन एउटा चाहिँ भनौँ पार्टीलाई स्थानीय तहमा चलायमान राख्ने जुन प्रयत्न गरिरहनु भएको छ, यो फेरि आफैमा चाहिँ एकदमै के छ भन्दाखेरि हृदयदेखि आभार प्रकट गर्ने ठाउँ आफ्नो ठाउँमा छ। तर यो चाहिँ पार्टी इतिहासमा अत्यन्त अविस्मरणीय छ। त्यस कारणले यो अविस्मरणीय जुन कदम होइन, यहाँले जुन एकले अर्कालाई उत्प्रेरणा दिने खालको जुन कदम या सोच या चाहिँ छलफल जुन गरिरहनु भएको छ, यो छलफलले पार्टीको जीवनमा निश्चित रूपमा एउटा युगान्तकारी फड्को अवश्य मार्नेछ र त्यो फड्को मार्दाको दिन हामीले सत्य नेता गोरेबहादुर प्रत्येकको सम्मानलाई परिणाममा देखाएका हुनेछौँ भन्ने कुरा म यहाँ बिचमा जाहेर गर्न चाहन्छु। एउटा दर्शनै नहुने परिस्थिति चाहिँ यहाँ विकास गरेपछि यस्तो बन्यो। कहाँ जाने, के गर्ने मिसै छैन। केटाकेटीलाई के पढाउने, नयाँ पुस्तालाई कस्तो कुराहरू चाहिँ पढाउने, यो सबैलाई थालिँदै छ। खाली मोटरबाट बनाइदियो, घर अगाडि चाहिँ पिच गरिदियो भने विकास भयो भन्नेसम्म आयो। धाराको चाहिँ होइन, पानी नआयो भने तपाईँको चाहिँ त्यहाँ के अरे पाइप राखिदिएपछि विकास भयो भन्नेसम्म आयो। हो, केही न केही त भयो, हुन्छ। तर त्यति हुँदाहुँदै पनि गाउँमा बाटो पुग्ने, गाउँ रित्ति, गाउँमा चाहिँ स्कुलहरूको भवनहरू बन्दै जाने, गाउँ रित्ति, सहरमा चाहिँ कुनै मान्छे छैनन्। वास्तवमा पर्व हुने बित्तिकै सहर रित्ति। यो खालको जुन परिस्थिति छ, हजारौँ मान्छेहरू दैनिक रूपमा चाहिँ रोजगारको लागि बाहिर भौतारिनु पर्ने जुन स्थिति छ, यहाँ अशान्तिको जुन चाहिँ मनोविज्ञान बनिरहेको छ, त्यो वास्तवमा अहिले विचारले राजनीति गरिरहेको छ। विचारले चाहिँ यो समाजलाई हाँकिरहेको छ। खास के विचार, यो नेपाल जस्तो एउटा चाहिँ विशिष्ट मुलुक, जातिगत रूपमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक छ, यस्तो संवेदनशील चाहिँ एउटा कम्पोनेन्टहरू भएको समाजको चाहिँ जुन चाहिँ एउटा देशमा हामी छौँ, यस्तो देशलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा उहीँ सरदे नेता गोरेबहादुरले बोलेका वाणीहरू नै आज त्यत्तिकै साझा छ। उहाँले भन्नुभयो, हरेक जातिलाई राज्य सत्ताको मालिक बनाऊ, हरेक जातिलाई राज्य सत्ताको मालिक बनाऊ। कोही जित्ने, कोही हार्ने यो नेपालमा होइन कि सबै जातिलाई राज्य सत्ताको मालिक बनाउन सक्यो। त्यो बनाउने विधि के हो? जातिहरूको समानुपातिक प्रतिनिधित्व, त्यो नै चाहिँ सबभन्दा चाहिँ न्यायपूर्ण चाहिँ विधि हो भनेर हामीलाई पढाउनु। हामीले स्वरूपलाई परिवर्तन गर्ने, एकाधिकारवादी राज्य सत्तालाई होइन समावेशी बनाउने, सबैको प्रतिनिधित्वमूलक बनाउने भनेर जुन ढङ्गले चाहिँ विचार उजागर गरेर आफ्नो पुरा जीवन चाहिँ अर्पण गर्नुभयो, त्यस्तो व्यक्तित्व एउटा दुर्घटनामा पर्नुभयो काठमाडौँमा। त्यो दुर्घटनामा परेका कारणबाट उहाँलाई गतिलो उपचार चाहिँ नभएको कारणले किताबहरू उहाँको बारेमा जुन खोजी नीति भयो, त्यो खोजी नीति भइसके पछाडि जुन कुराहरू डकुमेन्टेड भएको छ, उहाँलाई उपचार गर्ने डाक्टरहरूको लापरवाहीका कारणबाट पनि उहाँलाई चाहिँ राम्रो चाहिँ निको हुने स्थिति बनेन भन्ने चाहिँ त्यो देखिएको छ, देखिन्छ। त्यस कारणले यसलाई यस्तो परिस्थिति भएको हुनाले तत्कालीन अवस्थामा राज्यले चाहिँ अनुसन्धान गरोस्। उहाँको चाहिँ यो चाहिँ दुर्घटना भयो र उहाँले चाहिँ दुःख पाइरहनु भएको छ होइन, स्वास्थ्य लाभ गर्ने क्रममा साह्रै दुःख पाउनु भएको छ। यस उप चाहिँ अलि न्याय चाहिँ दिने प्रयत्न होस् भन्दाखेरि राज्यले पनि त्यति बेला राम्रोसँग सोच्न सकेन। तथापि यदि जातिको कुरा गर्ने हो भने
कुनै पनि जातिलाई 3-4 पुस्ता चाहिँ थिच्यो भने त्यो जाति चाहिँ त्यसपछि जन्मिने चाहिँ जति पैसाले चाहिँ धनाढ्य होस् चाहे चाहिँ तपाईँको चाहिँ के अरे भौतिक रूपले सम्पन्न होस् त्यो चाहिँ लोमे नै हुन्छ, लोमे हुन्छ। त्यस कारणले त्यसलाई चेतनाको बिगुल चाहिँ त्यसको कानमा पुग्दिरहनुपर्छ भन्नु। यसको लागि उहाँले मलेसियाको नेता डाक्टर मोहम्मद माथिरको उदाहरण दिनुहुन्थ्यो। त्यसले गर्दाखेरि मैले मलेसियामा किताब खोज्न पनि पठाएँ। डाक्टर माथिरले आफ्नो किताबमा मले डिलेमा भन्नेमा के लेख्नु भएको रहेछ भन्दा ठ्याक्कै त्यही कुरा लेख्नु भएको छ। त्यस कारणले त्यो चाहिँ खास गरेर चाइनिज डोमिनेसन चाहिँ मलेहरूमाथि चाइनिज डोमिनेसन भएको कारणले गर्दा त्यहाँका मलेहरूको विकास नभएको, मलेसियाको विकास नभएको कुरा चाहिँ उहाँले लेख्नु भएको छ। उहाँलाई सम्झेर उहाँको सम्झनामा हामीले आज एउटा जन्म जयन्ती मनायौँ। यहाँहरू जो चाहिँ 100औं वर्षदेखि राज्य सत्ताबाट चाहिँ उत्पीडनमा छ, हेपिएको छ, चेपिएको छ, यो समाजले जति छिटो कुरा बुझ्छ, जति छिटो तर्क वितर्क गर्छ, जति छिटो एकताबद्ध हुन्छ, नेपाल देशको चाहिँ समृद्धिको ढोका त्यति छिटो खुलेर जान्छ है। उहाँले त्यो भन्नुभएको, त्यो रेकर्डमा पनि छ, लिखित पनि छ। र यस्तो व्यक्तित्वको जन्म 2003 साल साउनको 25 गते है उदयपुर जिल्लामा भएको थियो। उहाँको थाक्ले भन्ने गाविसमा उहाँको बसाइपछि महोत्तरीको हात्तीलेटमा भयो। तर त्योभन्दा अगाडि उहाँ चाहिँ उदयपुर जिल्लामा जन्मिनु भएको। भूगोल अनुसार यो देशको चाहिँ जातीय समाजको चाहिँ हाम्रो समाजको जुन वस्तुस्थिति छ त्यो अनुसार चाहिँ राज्य व्यवस्थाको राज्य सत्ताको स्वरूप बदल्नुपर्छ भन्दै हिँड्दाखेरि उहाँलाई चाहिँ त्यो एकपक्षीय ढङ्गबाट के भनियो त भन्दा जातिवादी होइन, कुनै एउटा निश्चित जाति विशेषको चाहिँ विरोधी यस्तो खाले ढङ्गले चाहिँ उहाँलाई लान्छन लगाउने काम भयो, जो चाहिँ 100% गलत हो। आज हामी उहाँलाई पछ्याइरहेको कारणले यो कुरा चाहिँ भनिरहेका छैनौँ। हामी पुष्पलालको विचारलाई पनि उत्तिकै सम्मान गर्छौँ। हामी चाहिँ महान नेता चाहिँ विश्वेश्वर प्रसाद कोइरालाको विचारलाई पनि उत्तिकै सम्मान गर्छौँ। तर त्यो विचारलाई चाहिँ जसले चाहिँ आज बेचेर खाएका छन् उनीहरूले बरु त्यो विचारलाई सम्मान गर्न सकेको छैनन् भन्ने हामीलाई लाग्छ। जन्म भएको मैले देख्दछु। उहाँले मैले अगाडि भने समाजको जुन वस्तुस्थिति छ, तपाईँको चाहिँ यो भूगोलको जुन वस्तुस्थिति छ, वर्गलिङ्ग क्षेत्रको जुन चाहिँ विभेद छ, यहाँ हरेक खाले एकाधिकारको अन्त्यको कुरा उठाउनु भयो। के त्यो गलत थियो? त्यो हरेक खाले एकाधिकारको अन्त्यको कुरा उठाइरहँदा उहाँ चाहिँ मगर समुदायको भए तापनि त्यसले के भन्छ भन्दा भोलि मगरहरूको चाहिँ एकाधिकार भयो भने पनि त्यसको अन्त्यको कुरा गर्छ क्या। गुरुङहरूको एकाधिकार भयो भने पनि त्यसको अन्त्यको कुरा गर्छ। मधेसी मुस्लिम जोसुकैको चाहिँ एकाधिकार भयो भने पनि त्यसले अन्त्यको कुरा गर्छ। यो कुरा नेपाल जस्तो अल्पसङ्ख्यकहरूको देशमा चाहिँ स्थायी शान्ति र दिगो विकासको लागि अत्यन्त आवश्यक कुरा हो। मुद्दाहरू बोकेर गाउँ टोलमा पुग्नुभयो। त्यो अत्यन्तै आजको दिनमा चाहिँ मात्रै नभएर मलाई लाग्छ यो हामी संसारमा रहँदासम्म पछिल्लो पुस्ताले पनि हेर्दाखेरि यो अत्यन्त नै गौरवमय नै रहन्छ। मैले यो कुरा महोत्तरी योगदान गर्नुभएको थियो। त्यो योगदान चाहिँ चिर स्मरणीय छ। त्यो योगदान एकदमै हामीले कहिले पनि भुल्न नसक्ने खालको छ। हामीले अब त्यो ज्यानको बाजी थापेपछि बलिदानी भन्ने चलन छ, तर घरबार छोडेर सारा समाजको चाहिँ समृद्धिको लागि उहाँले जुन चाहिँ समय व्यतीत गर्नुभयो, आफ्नो चाहिँ सबै चिज लगाउनु भयो, त्यो चिजलाई हामीले यो त्याग र तपस्या गर्नुपर्छ। हामीले पाउँछौँ, यो हामीलाई गौरवको विषय छ। त्यस कारणले यस्तो सन्दर्भमा हामीलाई राजनीतिक रूपमा साङ्गठनिक रूपमा बढाउन सक्यौँ भने उहाँप्रति हाम्रो चाहिँ सम्मानको चाहिँ के हुन्छ। देश विदेशमा रहनुभएका सबै जनप्रेमी महानुभावहरूमा गोरेबहादुर खपाङ्गी फाउन्डेसन भनेको
Thank you.